हामी अहिले ओसन पार्क भित्र आएको छौं। एकदमै यहाँको रमाइलो दृश्यहरू म खिचिरहेको छु। यता पारि चाहिँ पहाड रहेछ। गोवा सिटीमा जानु यहाँ चाहिँ क्रिसमसको तयारी हुँदैछ। क्रिसमसको लागि यहाँ चाहिँ कछुवामा माथामा चढेर मान्छेहरू घुम्दो रहेछ है। डल्फिन हेर्न जाँदैछौँ गाइज। यहाँदेखि अब यहाँ केबल कार आउँछ। यहाँ केबल कारदेखि चढेर जान्छ। हामी लाइन हेरेर बसिरहेको छ। यहाँ तलदेखि लाइन बसिरहेको हामी। अब यो लाइन तर राम्रो यो डाँडामा त्यो डाँडा छ नि हो, त्यो डाँडामा हामी केबल कार चढेर जाँदैछौँ। यहाँ चाहिँ आइरहेको छ। हामी लाइन जाँदैछौँ है गाइज। त्यो पहाड यहाँ उकालो जानु पर्दछ। बिग बुद्धमा जस्तै जानुपर्ने रहेछ नि यहाँ त। बिग बुद्ध अग्लो त्यो अग्लो है। हामी चाहिँ ओसन पार्क जाँदैछौँ है। यो चाहिँ यो माथि हाइट चढ्नुपर्छ यहाँबाट। म यता माथि हाइट खिच्छु है। अहिले म अब हामी चाहिँ ओसन पार्क आइपुगेको अवस्था। तल हामी चाहिँ डल्फिन हेर्न जाँदैछौँ ओसन पार्कमा। Bisa kau. Tapi yang kosan saya yang tadi तल चाहिँ समुद्र छ है। समुद्र त्यो डाँडा हो क्या हो डल्फिन नाच्ने कि अझ तल जानु समुद्रको माछाहरू ठुलो चाहिँ कति धेरै माछा नि। यो ठुलो चाहिँ सात पर्छ।
यहाँ पनि नेपाल जस्तो विभिन्न खेलहरू हुँदो रहेछ मेरो अघि यहाँ बोतल हान्ने खेलेको त्यहाँ पैसा गयो 谢谢你啊，玩的开心一点，拜拜。我哋嗰邊有人過嚟啦。真係好壯好靚啊！不過我哋係唔夠要同佢哋講聲拜拜，一齊舉高手同我哋講聲拜拜，轉頭再見啦。我點解嘅？對啊，他們都流出來咧。 अर्किड यहाँ भरि रहेछ यहाँ पानी मात्रै आइरहेको क्या त्यसै हामी त्यसरी पार्कको यात्रा सिद्धियो लाग्दैछौँ अब घर जाँदैछौँ हाम्रो आजको यात्रा सिद्धियो यमुना भतिजी र म घुम्न आएको थियौँ यहाँ केबल कार चढेर गएको थियौँ कि डल्फिनको है यो कस्तो माछाको डल्फिन बनेको